हेलो वेलकम ब्याक टु माई च्यानल। हजुरहरूले चाहिँ मेरो फुल भिडियो हेरेर मलाई साथ सपोर्ट माया गरिदिनु होला भन्दै मेरो चाहिँ बसन्तैमा बिहान बिहानै है चढेर सरर गएर एक झोला सब्जी बोकेर आइसकेँ है। मालपोतबाट लिएर आएको यो चाहिँ एकदम ताजा फ्रेस हाम्रो पाण्डे दाईको पसलमा पाउँछ। त्यही भएर म चाहिँ एकदम छिटो छिटो गएर लिएर आएको छु। के ल्याएको छु हेरौँ ल त। बिहानै सब्जी लिएर आइसकेँ मालपोतबाट हाम्रो पाण्डे दाईको पसलबाट। हेर्नुहोस् यहाँ मैले चाहिँ मिक्स गरेर लिएर आएको छु मेरो लागि खानेकुराहरू पर राखेको छु। त्यही अचार तयार गरिसकेको छु एकदम फ्रेस। ल हेर्नुहोस् यस्तो मिठो अचार बनाएको छु कि मैले गाइज यसरी मोल्दैछु। यो चाहिँ यसरी मोलेन मरमसला मजाले गोलिँदैन नि त हामी छ वाउ छ ल। काली छु नि त नि जहिले हाम्रो चाहिँ खाना खाने टाइम कि साथीहरू 1 भइसक्यो नि 1 भइसक्यो। अनि मेरो छोरी भर्खर स्कुलदेखि आएको नि त हो। अनि अर्को काजी छोरी चाहिँ स्कुल गइसक्यो अघि नै। अनि त मेरो बहिनी उसलाई एकदम चिन्ता छ होला मलाई कराएर भात खा कि खा भनेर खाँदैछ। उसको भोलि रिजल्ट हो नि त 10 को। त्यही भएर एकदम चिन्ता लागेको है बहिनी तँलाई। यता गयो भने कालो यता गयो भने हामी आमा छोरी काली काली छु नि त। काली भयो भने हामी एकदमै मनको चाहिँ दिलवाली है। कालो भने दाँत त छ हाँस नानी पुरा हामी चाहिँ खाने बेलामा यस्तो रमाइलो नि। आलु च्याउ अनि सुसुमुटा आलु फ्राई अनि फेरि यता भेज अचार। हामी चाहिँ फटाफट खाने हो अब। अनि यता चाहिँ के सलाद दाल दाल पनि यता ल्याउ त नानी। ल हामी चाहिँ ढिलो नगरिकन खायौँ ल साथीहरू। साथीहरू खाना खाएर सुतेको भर्खर उठ्दैछु 5 बजे। कस्तो घाम छ फेरि घाम यस्तो घाम छ हो आम्मामा बाहिर त हिँडि नसक्नु छ यस्तो घाम छ। आज यस्तो घुम्न जानु पर्यो भनेर यस्तो प्लान गरेको लास्टै गर्मी भएर म काहीँ पनि गइनँ। सुतेर अनि उठ्नु बित्तिकै हो चिरी च्याट्टै परेर हो अनि कोक र आफै बनाएको अचार गुरुङनी माइलीले बनाएको अचार चट्टसँगले हो के खाम भयो नि त उठ्नु बित्तिकै। अनि हस् भाइट ल साथीहरू खाएँ ल मैले हिजो भर्खर बनाएको नि यो भर्खर त बिहानभरि प्याकिङ गरेको। यस्तो मिठो छ अमिलो पिरो खोर्सानी सबै लागेको क्या जुसी टाइपको। जति चपाए त्यति मिठो क्या यो चाहिँ त्यति मिठो हुन्छ क्या यो अचार। हेर्नुहोस् यति खाएपछि अब फ्रेस हुन्छ क्या नानी। अब खानु चिसो अनि खाँदै सुत्दै गरेपछि म नमोटाएको मोटाउँछ त भन्नु त साथीहरू। खोइ अहिले चटपटी हालौँ न नि। एकदमै मिठो छ है साथीहरू अचार चाहिँ मैले ढाँटेको होइन एकदम मिठो स्पाइसी छ। ल हेर्नुहोस् म चटपटे पनि खाँदैछु मेरो छोरीले बनाएको। भयो जङ्क फुड खाएपछि म नमोटाएको मोटाउँछ त होइन साथीहरू। यो सामान चाहिँ हाम्रो बेलबारीबाट अर्डर गर्नुभएको हाम्रो दिदीहरूले दाइहरूले। अनि म चाहिँ मेरो छोरीहरूलाई टक्क अब बोकाएर म पठाउँदैछु। यो चाहिँ हाम्रो मालपोतबाट अफिसबाट बसन्ते दाइले अर्डर गर्नुभएको उहाँले अस्ति नै। धेरै धेरै धन्यवाद दाइलाई। यो चाहिँ हाम्रो कस्मेटिक पसल सरू दिदीले अर्डर गर्नुभएको। थ्याङ्क यू सो मच दिदी तपाईँलाई। अनि यो चाहिँ हाम्रो मालपोतबाटै हो। यो पनि दुईटो होटलबाट हो। यो चाहिँ होटलको नाम चाहिँ मलाई याद भएन हो खास चाहिँ
उहाँहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच सबैजनालाई यति धेरै सामान अर्डर गरिदिनु भएकोमा। उहाँहरूले चाहिँ अगाडि पनि लगिसक्नु भएको छ। एकदमै मैले बनाएको अचार मन पराइदिनु भयो, फेरि पनि अर्डर गर्नुभयो। थ्याङ्क यू सो मच सबैजनालाई। बाई बाई। बनाएर चट्टसँगले हो अब चाहिँ म मेरो बसन्तमा सरर चढेर जाने। अनि मेरो साथीहरूसँग पनि धेरै दिन भयो भेटघाट नभएको। अनि के गर्दै हुन्छ उहाँहरूको घरतिर म सरर बसन्तमा जान्छु। अनि उहाँहरूसँग छोटो मिठोको पनि गफ पनि गरेर आउँछु साथीहरू। अब चाहिँ म गएँ ल साथीहरू। साथीकोमा हेर्नुहोस् न कुखुराहरू। ओ मेरो साथी एकदम ल जाउँ अब हामी नभनिकन गएको। आइपुग्यो हेर्नु न साथीहरू, हामीले बोलाउँदा बोलाउँदा माइत गएको थियो अलिक मोटा र अलिकति पुरा लुक चेन्ज गरेर आएछ। नजाने आलु चप खाना म त दाल बसाएर आएको। सुरेश दाई बाई। सुरेश दाई यहाँ हेर न सुनिनै सुन्दैन। हेर्नु नि यस्तो छ हाम्रो पारा। तेरो हामी तिनजना छ नि एउटा साथीको घरमा आएको, उहाँलाई त थाहा छैन। जम्ल धेरै पछि भेट भएको होइन, हामी धेरै पछि भेट भएको। नमस्ते आन्टी। हाम्रो आन्टीले आलुचप बनाउनुहुन्छ है। हुनुहुन्छ आन्टी। अब हामी यही आलुचप खान आएको कि यहाँ हेर्नुहोस् न, यहाँ कराउँ न यहाँ हेर्नु न, यो पुरा हामी नभनिकन आएको कि। ए साह्रो राम्री हुनुभएको मेकअप गरेकै छुइनँ त। हेर्नुहोस् हामी यहाँ नभनिकन आएको कि गाइड्सहरू। अन्त सरप्राइज सरप्राइज हेर्नु न माछा माछा पाक्दैछ। यता हुनुहुन्छ कोला कोला यता हुनुहुन्छ पोनेवाली। फुल तर यो चाहिँ मजाउनु पर्छ क्या यो। हेर्नु न कस्तो राम्रो फुल हौ। खानु न ल हाम्रो चल्यो धेरै दिन पछाडि भेट भएर। पुरा यहाँ आलु चप यस्तो मिठो हुन्छ नि। मिठो छ कि छैन? म गरिहाल्छु नि, के चिन्ता यी यो चिन्ता। मिठो मिठो दामी। हाम्रो आन्टी जस्तो मिठो आलुचप बनाउनुहुन्छ कि। एक महिना भयो होला नभेटेको नि। रानी आन्टीहरू शनिबार हाम्रो भेट भएको होइन, चौथामा गएको अनि भेट भएको छैन। हेर्नु न हामी छोरी मान्छेहरू कति चिन्ता भेटघाट नहुँदा नि के छौँ। 22 गते होला हौ नि। यसरी खान्छ यो मिठो हुन्छ। यसो गर न पहिला मैले भनन कपी गरेको भन्नुहुन्छ होला कि कस्तो म अघि चोबेर खाएको कि भयो। मान्छे काकीले चटपटे मोल्ने। यता जेठी काकी हेर्नुहोस् त, काकीहरू यत्तिको चाहिँ हुनुपर्छ क्या हाम्रो काकीहरू भएछ।